जो उद्देश्य अनुरूप जो आन्दोलन गर्नुभएको थियो त्यो उद्देश्य अनुरूप नभइकन उहाँहरूले केही निश्चित उद्देश्य गलत नियत राखेर जो त्यो कार्यक्रममा आन्दोलन गरिएको थियो त्यो आन्दोलनले उल्टै अर्को रूप भयावह रूप लिएको छ। त्यसले मान्छेको ज्यान लिने अझ भन्यो भने संसार जगतमा आबद्ध देशको चौथो अङ्ग पत्रकारको त्यो घटनामा ज्यान गएको छ र पत्रकारले आफ्नो समाचार सङ्कलन गरिरहँदा आफ्नो जिम्मेवारी निर्वाह गरिरहँदा त्यहाँ पत्रकारलाई कोठामा हुलेर त्यहाँ चाहिँ उनको पत्रकारको विवश तरिकाले हत्या भएको छ र यो घटनाप्रति नेपाल पत्रकार महासङ्घ घोर भर्त्सना गर्दछ र यो आज यो कोटसभा कार्यक्रममा हामी त्यसको बारेमा सरकारवालाको धारणा लिने र यो न्यायको लडाइँमा सबैको ऐक्यबद्धता लिने कार्यक्रममा नेपाल पत्रकार महासङ्घ असम लागेको छ। त्यसरी यो कोटसभा कार्यक्रममा विरोध सभा कार्यक्रममा हामी महत्त्वपूर्ण व्यक्तित्व रहेर आउनु भएको छ। नेपाल बार एसोसिएसन असमका अध्यक्षज्यू हुनुहुन्छ, मानवाधिकार तथा शान्ति समाज असमका अध्यक्षज्यू, नागरिक समाज असमका अध्यक्षज्यू, मानवाधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय सदस्यज्यू, सामाजिक अगुवा व्यक्तित्वहरू र अन्य पत्रकार साथीहरू, विभिन्न सङ्घ सङ्गठनका पत्रकार साथीहरू यो कार्यक्रममा सहभागी हुनुहुन्छ र उहाँहरूको हामी कर्मश रूपमा सानो धारणा लिने र उहाँहरूको यो कार्यक्रममा ऐक्यबद्धता जनाउने, विशेष गरिकन पत्रकार सुरेश रजकको निधन भएको छ, दुःखदायी निधन, उहाँको हत्या भन्छौँ हामी, उहाँको हत्या भएको छ र पीडितलाई न्याय दिनका लागि र हिजो भएको जो घटना छ जो आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई अझैसम्मको कारबाही हुनुपर्छ भन्ने पत्रकार महासङ्घको जोरदार माग रहेको छ। त्यही अनुरूप हामी कार्यक्रम गर्दैछौँ र यो कार्यक्रममा आफ्नो मन्तव्य राखिदिनका लागि म मानवाधिकार तथा शान्ति समाज असमका अध्यक्ष जयबहादुर बोगटीज्यूलाई म मञ्चमा निम्त्याउँदछु र त्यसभन्दा पछाडि अन्य महत्त्वपूर्ण व्यक्तित्वहरू यो कार्यक्रममा हुनुहुन्छ, कर्मसभाको धारणा दिनेछौँ। धन्यवाद छ पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष टेकबहादुर थापाज्यू। र आजको यो शोक सभामा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावलाई एकमुष्ट नमन गर्छौँ र जो दुईटा हिजोको अब त्यो निशान्त आन्दोलनमा सहजता जो मृत्यु हुनुभएका दुईटैजनाप्रति मानवाधिकार तथा शान्ति समाजको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ र उहाँको परिवारप्रति हामी संवेदना व्यक्त गर्दछौँ। तपाईँहरूलाई सबैलाई थाहा भएको कुरा हो, ६२-६३को आन्दोलनमा जब सबै पार्टीका नेताहरू डराउँथे त्यतिखेर नै हो मानवाधिकार तथा शान्ति समाजले नेतृत्व गरेको हाम्रो कृष्ण पहाडीज्यू राज दरबारको अखाडी नारायणको अखाडी गएर नेपालमा लोकतन्त्र चाहिन्छ तानाशाहको विरोध गर्ने पहिलो व्यक्ति खुल्ला मञ्चमा आएर चाहिँ गर्ने भनेको कृष्ण पहाडीज्यू नै हुन्। त्यतिखेरको आन्दोलनमा आजकल जो हाम्रा नेता भन्छ प्रधानमन्त्री धेरै भइसकेका मान्छे उहाँको श्रोताहरू हुन्थ्यो। उहाँको जल्लो बल्दो समयमा मानवाधिकार तथा शान्ति समितिले यस्ता आन्दोलनमा महत्त्वपूर्ण भूमिका शान्तिको लागि महत्त्वपूर्ण भूमिका खेलेको छ। शान्ति समाजका 3वटा थिमहरू छन्: मानवाधिकार, प्रजातन्त्र, अहिंसा र चाहिँ हाम्रो शान्ति होइन। हिंसाको चाहिँ के त विकल्प, शान्तिको चाहिँ विकल्प छैन। अनि प्रजातन्त्र भन्दा अरू यो संसारमा कुनै उच्च व्यवस्थापन उच्च चाहिँ प्रणाली हुन सक्दैन भन्ने हाम्रो मान्यता छ र यो कार्यक्रम तपाईँ पत्रकार महासङ्घले गरिदिनु भएकोमा हामी यहाँप्रतिलाई आभार पनि छु र हाम्रो मानवाधिकार तथा शान्ति समितिले यसलाई पूर्ण समर्थन गर्छ। हिंसाको कहिले पनि हामी समर्थन गर्दैन। अहिंसा नै हाम्रो मुख्य थिम हो। प्रजातन्त्र नै हाम्रो मूल्य मान्यता हो। प्रजातन्त्र भन्दा अर्को विकल्प हुन सक्दैन र मानवाधिकार भन्दा ठुलो अरू कुनै अधिकार हुन सक्दैन। त्यसैले यो संसारमा यदि मानवाधिकारको बुझ्ने हो भने आज सिरियाका चाहिँ महिला बालबच्चाहरूको अवस्था कस्तो छ त्यो बुझौँ हामी। अफगानिस्तानमा के अवस्था छ त्यो अवस्थालाई बुझ्नुपर्छ। यो त्यत्तिकै आएको प्रजातन्त्र होइन। त्यसैले यहाँ हजारौँ मान्छेको चाहिँ के त बलिदान भएका छन्, हजारौँ महिलाहरूको चाहिँ के त चुडी मेटेका छन्, सिन्दुर मेटेको छ। त्यसरी चाहिँ आएको यो प्रजातन्त्रको लागि हामीले जो अहिले बोल्न पाएका छौँ यो पनि हाम्रो यसै दिन हो र यसप्रति हाम्रो मानवाधिकार तथा शान्ति समाज जहिले पनि अगुवा गर्छ। अछाम जिल्ला पनि हाम्रो मदन बहादुर कौरे हुनुहुन्छ। द्वन्द्वकालको समयमा उहाँले नै धेरै गाउँठाउँमा मध्यस्थता गर्नु पनि भएको छ। द्वन्द्व व्यवस्थापनमा र पार्टीलाई मिलाउने काम उहाँले पनि गर्नुभएको छ र मानवाधिकार शान्ति संस्थालाई दिने लागिरहेको संस्था हो र अझ पनि यो मानवाधिकार र प्रजातन्त्रलाई जहिले पनि मानवाधिकार संस्था हुन्छ भन्दै म पुनः उहाँ मृत्यु हुनेपछि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै दुई शब्द यहीँ पुग्याउँछु। हस्, धन्यवाद।
धेरै धेरै धन्यवाद मानव अधिकार तथा शान्ति समाज अछामका अध्यक्ष जयबहादुर बोगटी सर। उहाँले यो कार्यक्रममा आफ्नो मन्तव्य राखेर जानु भएको छ र यो आन्दोलनमा ऐक्यबद्धता जनाउँदै मानव अधिकार तथा शान्ति समाजले गरेका गतिविधिको बारेमा समग्र रूपमा जानकारी गराउनु भएको छ। यसै गरी यो कार्यक्रममा आफ्नो मन्तव्य राखिदिनका लागि प्रेस युनियनका केन्द्रीय सदस्य सुशील भण्डारीज्यूलाई म अनुरोध गर्छु। धन्यवाद। हाम्रो सानो सूचनालाई आधार मानि उपस्थित भइदिनु भएकोमा सम्पूर्ण सरोकारवाला व्यक्तित्वहरूलाई म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। जुन हिजो मण्डलीहरूको एउटा जत्थाले हाम्रो सहयोगदा एबी न्युज टेलिभिजनमा कार्यरत सुरेश रजकको निर्ममतापूर्वक क्रूरतापूर्वक जुन हत्या गरेको छ त्यसका विरुद्ध आज देशैभरि सञ्चारकर्मीहरूले विरोध सभा आयोजना गरिरहेका छन्। सोही अनुसार नेपाल पत्रकार महासङ्घ अछाम शाखाले पनि सरोकारवालाहरू सबैलाई एकताबद्ध तरिकाले एक ठाउँमा ल्याएर यो विरोध सभाको आयोजना गरेको छ। सर्वप्रथम त म यहाँहरू सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। सुरेश रजकलाई जुन निर्ममतापूर्वक हत्या गरिएको छ, समाचार सङ्कलनको क्रममा खटिएका एकजना पत्रकारलाई बन्द कोठामा हुलेर आगो लगाएर जुन जलाइएको छ, यो आफैमा निर्मम। यसको जति पनि यसको घोर भत्सना गरे पनि यसको अन्त्य हुने छैन। र सँगै सर्वप्रथम त म स्वर्गीय जुन मृत्यु हुनुभएका सुरेश रजकप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। साथै सो आन्दोलनमा परि घाइते हुनुभएका सम्पूर्ण सञ्चारकर्मी लगायत सम्पूर्णमा शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। लामो सङ्घर्ष र लामो बलिदानीबाट प्राप्त भएको यो लोकतन्त्रलाई र लोकतन्त्र व्यवस्थाका विरुद्ध लाग्नका लागि जुन मण्डलीहरूले हिजो आन्दोलन गरेका छन्, पक्कै पनि त्यो आन्दोलन त्यो तपाईँको पुरा हुने छैन र हामी यो सम्पूर्ण सञ्चारकर्मीहरू पनि यसका विरुद्ध एकताबद्ध रूपमा लागेका छौँ। हिजो हामी सम्पूर्ण सञ्चारकर्मी र हाम्रो अग्रज व्यक्तित्वहरूले स्थापना गरेको यो लोकतन्त्रलाई घाँटी निमुड्ने खालको जुन प्रयत्न गरिएको छ, आज हाम्रा सञ्चारगिर र हाम्रा सञ्चारकर्मीहरूलाई मध्यनजर गर्दै जुन आक्रमणको प्रयत्न गरिएको छ, आक्रमण गरिएको छ, यसका विरुद्ध सम्पूर्ण सञ्चारकर्मी र सम्पूर्ण सरोकारवालाहरू एकबद्ध भएर एकताबद्ध भएर यसका विरुद्ध लाग्नु हुन म हार्दिक अपिल र आग्रह गर्दै बिदा हुन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सुशील प्रसाद भण्डारीज्यू छोटो मन्तव्यका लागि। यसै गरी मन्तव्य राखिदिनका लागि प्रेस युनियन अछामका सभापति हाम्रो आदरणीय नेता जनकराज भण्डारीज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। पत्रकार महासङ्घ अछामका वरिष्ठ उपाध्यक्ष टेकबहादुर थापाज्यू, हिजो काठमाडौँमा भएको जुन मण्डलीहरूको एउटा आन्दोलन होइन, त्यो एउटा लुटपाट गर्ने ग्रुपको एउटा अपराधिक क्रियाकलापमा संलग्न झुन्डहरूको एउटा कार्यक्रम थियो। त्यो कार्यक्रममा कसैका पसल लुट्ने र कसैलाई तिरस्कृत गर्ने र आपराधिक मनोवृत्ति लिएर जुन पत्रकारमाथि आक्रमण भयो र उहाँको निर्ममतापूर्वक हत्या गरिएको छ, त्यो निन्दनीय छ। त्यस्ता आपराधिक क्रियाकलापमा संलग्न भएका जोसुकै भए पनि त्यसलाई कानुनी दायरामा ल्याउनुपर्छ भनेर नेपाल पत्रकार महासङ्घ सहित हाम्रो संस्था छ पापड, त्यसमा बार एसोसिएसन, मानव अधिकार तथा शान्ति समाज, पत्रकार महासङ्घ र पत्रकारका सबै छाता सङ्गठनहरू र सबै यसमा हामी एकैबद्धता जनाएर हामी आन्दोलनमा अगाडि घुमिएका छौँ। यहाँलाई थाहा छ होला, हिजोका दिनमा पनि लोकतन्त्रको लागि 62-63 भएको आन्दोलनको बेला पत्रकार महासङ्घ र सबै सरकार राख्ने संस्थाहरू मिलेर हामीले काठमाडौँदेखि हरेक जिल्लामा आन्दोलन गरेको कुराहरू यहाँलाई अवगतै होला। कलम यस्तो चिज हो जसले लेख्छ मानव अधिकारको कुरा, शान्ति समाजको कुरा, सुव्यवस्था र सुशासन कायम गर्नुको लागि, राज्य सञ्चालनको लागि। हिजोका दिनमा मण्डलीहरूले यत्रो लामो समयसम्म जनतालाई दुःख दिए, प्रेसमाथि आक्रमण गरे, नागरिक समाजमाथि आक्रमण गरे, नागरिकहरूमाथि आक्रमण गरे, सुरक्षाकर्मीमाथि आक्रमण गरे। त्यो बेलामा उहाँहरूले बुझ्नु पर्दैन, देशमा संविधान आएको छ, ठुलो मान्छेको बलिदान ल्याएको यो व्यवस्थामाथि धावा बोल्ने जो कसैलाई पनि छुट छैन र त्यसमा पनि अपराधिक क्रियाकलापमा संलग्न हुने सबैलाई हदैसम्मको कानुनी कारबाही हुनुपर्छ भन्ने कुराहरू राख्न चाहन्छु। र प्रेस स्वतन्त्रता, मानवाधिकार र शान्ति सुव्यवस्था कायम गर्नको लागि सरकारले पनि सक्षमता देखाओस् र नागरिक अधिकारमा पनि एउटा जुन खालको वितृष्णा आएको छ यसलाई अगाडि बढाउने खालको काम दियोस् र यस्ता गुन्डागर्दी गर्ने, आफ्नो देशको ऋण खाने, ऋण तिर्न नसक्ने अनि एउटा गुन्डागर्दीको शैलीबाट राज्य संस्थालाई आक्रमण गर्ने व्यवस्था परिवर्तन गर्छु भनेर जनतालाई भ्रम सिर्जना
सिर्जना गर्नेहरूप्रति सरकार गम्भीर भएर लाग्नुपर्छ। यसमा पत्रकारहरू एकमत भएर अगाडि बढ्नेछन् र यस्ता गलत काम गर्ने, गलत क्रियाकलाप गर्नेको विरुद्धमा नेपाल पत्रकार महासङ्घ र हाम्रो पापड साझा संस्था एकबद्ध भएर अगाडि बढ्नेछ भन्ने कुरा राख्दै यो कार्यक्रममा हाम्रो नेपाल प्रेस युनियनको, पत्रकार महासङ्घको, नागरिक समाजको, बार एसोसिएसनको, नागरिक समाजको हामी सबैको एकबद्धता छ भन्ने कुराहरू राख्दै बिदा हुन चाहन्छु। धन्यवाद। हस्, तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रेस युनियनका असमका सभापति, नेपाल पत्रकार महासङ्घ असमका पूर्व अध्यक्ष हाम्रो आदरणीय नेता जनकराज भण्डारीज्यू, उहाँले यो कार्यक्रममा सबैको ऐक्यबद्धता छ र हामी सबै एकताबद्धका साथ यो